हाई, आज चाहिँ शनिबारको दिन। आज चाहिँ म एकदम वेट गरेर बसिरहेको हुन्छु शनिबारको दिन के गर्ने स्पेसल भनेर। अनि आज चाहिँ बिहानै 7 बजे मम्मी र म चाहिँ तल झऱ्यौँ अनि दोकान खोल्यौँ। अनि दोकान खोलिसकेपछि चाहिँ हिजो हामीले सामान लिएर आएको थियौँ। सामान चाहिँ खोल्न लागि मम्मीले र मैले चाहिँ के लिएर आयौँ भनेर कुरकुरेहरू, ओरियो अनि अरू यस्तै फट्याङफुटुङ सामानहरू चाहिँ लिएर आएको थियौँ। अनि त्यो चाहिँ पसलमा राख्ने भन्यौँ। अनि बाबाले चाहिँ मकै पोल्न थाल्नुभयो। अनि मकै चाहिँ पोलेर हामीले मम्मी म बाबा भएर चाहिँ खान थाल्यौँ। भाइ चाहिँ माथि बसिरह्यो, सुत्दै हुन्छ बिहानभरि चाहिँ। अनि म चाहिँ मकै खाइसकेपछि पढ्न गएँ। मेरो लाइसेन्सको इक्जाम आउँदैछ, सो म पनि पढ्नुपर्छ। बिहान एकछिन पढेँ। आज चाहिँ चोस्तानी पनि थियो, त्यही भएर मम्मीले चाहिँ मलाई टिका पनि लगाइदिनु भयो, दक्षिणा पनि दिनुभयो। अनि त्यसपछि चाहिँ बिचको चाहिँ म बनाउन भुसुकै बिर्सेछु। अनि लास्टमा चाहिँ म दुधै लिन गएको, दिउँसोबाटको बनाउँछु भने दुध लिन गएको थिएँ। त्यसपछि फेरि तल आगो बाल्नु भएर रहेछ। अनि लोभ लाग्यो फेरि मलाई आगो ताप्न। अनि फेरि त्यसपछि चाहिँ म दुध लिन जान्छु, अब तत्ती भयो भनेर उठेँ। अनि जाँदै गरेको त फेरि ठुलो मम्मीले फेस वास ल्याइदिएर आऊ दोकानबाट भन्नुभएको थियो, मैले त बिर्सेछु। अनि भाइले मलाई पुऱ्याइदियो। अनि म चाहिँ लागेँ फेरि ठुलो मम्मीकोतिर। अनि बाटोभरि चाहिँ एकदम पपिजहरू आज कताबाट आएर बसेर रहेछ। सो म चाहिँ जिस्काम के भनेको, डराएर मसँग भाग्दै थिएँ। तर म आफै डराउँछु कुकुरसँग। फाइनली म चाहिँ ठुलो मम्मीकोमा पुगेँ। अनि कता हुनुहुन्छ ठुलो मम्मी खोज्दै हेर्दै गरिरहेको थिएँ, यताउता भित्र हुनुहुन्छ कि भित्र हुनुहुन्छ भन्दै गएको थिएँ। जान्छु भनेको त फेरि बैठकमा आन्टीहरू बस्नु भएको रहेछ। अनि ठुलो बाबा पनि त्यही हुनुहुँदो रहेछ। ठुलो मम्मीलाई खोज्दै गएको, ठुलो मम्मी चाहिँ चिया पकाउँदै हुनुहुँदो रहेछ सबैलाई। अनि मलाई दुध खनाइदिनु भने अनि ठुलो मम्मीले चाहिँ दुध खनाइदिनु भयो। अनि दुध लिएर चाहिँ म पहिला हजुरआमालाई पनि ल्याइदिन्छु भने अनि म चाहिँ हजुरआमालाई दुध ल्याइदिएर गएँ। अनि माथि जान्छु भनेको हजुरआमा चाहिँ पुरै ढोकामा बस्नु भएको रहेछ। अनि हजुरआमालाई ढोगेर दुध राखिदिएँ। अनि चाहिँ म आफ्नो घरतिर लागेँ, आफ्नो बाबाको दुध लिएर घरतिर लागेँ। अनि चाहिँ घर पुग्छु भनेको घरमा चाहिँ फेरि बाबाले आलु चाहिँ पोल्न लाउनु भएछ। अनि बाबाले र मैले चाहिँ आफ्नो घरको आलु भन्दै पुरा मक्ख हुँदै खान थाल्यौँ। मम्मी पनि हुनुहुन्थ्यो, मम्मीले पहिला खान्न भन्नुभयो। अनि पछि चाहिँ फेरि नखरा देखाउँदै खानुभयो। आलु खाँदै गरेको थियौँ। अनि माथिबाट चाहिँ खनाल म्याडम अनि सर बहिनी आउनुभयो, बजार जान हिँड्नु भएको रहेछ। अनि आलु खाएरै जाउँ भनेर भनिसकेपछि फेरि बस्नुभयो आनन्दले। अनि हामीले चाहिँ आलु पोल्यौँ अनि खायौँ।